धन्यवाद छ विद्यार्थी भाइ बहिनीहरूलाई। अब म कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा संक्षिप्त शुभकामना। एक भाग खुवाउँदा पनि अझै तीन भाग उनीहरूलाई बच्छ। सुन्दाखेरि कतिपय विद्यालयमा त कम्प्युटर शिक्षा त करिब करिब त्यो ऐच्छिक जस्तो बनाइदिएछ हैन, त्यो त करिब करिब बन्द गरे जस्तो अवस्थामा कति ठाउँमा चाहिँ पुगेको रहेछ। अप्सन एक भाग खुवाइदिँदा पनि दुई भाग तीन भाग बच्छ। अस्ति फेरि त्यसलाई चलाउनु पर्छ, यसो गर्न पाइँदैन भनेर कुरा बढाउँदाखेरि अब यो कम्प्युटर चलाउँदाखेरि बिजुलीको पैसा कसले दिन्छ, यस्ता यस्ता तपसिलको कुराहरू समेत आएको कुराहरू प्रमुख चकलेट यता पनि दिनु पर्यो म्याम। झापा क्षेत्र नम्बर 3 थ्याङ्क यू। यसै गरी विशिष्ट अतिथि मम्मीलाई लगाइदे, मम्मीलाई। देशमा आसीन सम्पूर्ण अतिथिज्यूहरू र उपस्थित सम्पूर्ण आदरणीय आमा बुवा दाजुभाइ दिदीबहिनीहरू र प्यारा विद्यार्थी भाइ बहिनीहरू, मेरो अर्को पनि कार्यक्रम भएको कारणले गर्दा म यहाँबाट अलिक अगावै निक्लिनुपर्ने भएकोले गर्दा त्यसमा फेरि त्यो कार्यक्रमको आयोजक नै भएकोले गर्दाखेरि यो कार्यक्रमको अन्त्यसम्म बस्न नसक्ने कुरा जानकारी गराउँदै म यहाँबाट बिदा हुन गइरहेको छु र विशेष गरेर यो वार्षिक कार्यक्रम भव्य र सभ्य रूपले सम्पन्न होस् भन्ने शुभकामना दिन चाहन्छु र त्यसको साथसाथै म के सल्लाह पनि दिन चाहन्छु भन्दाखेरि यो कार्यक्रमलाई अझै व्यवस्थित गर्नका लागि चाहिँ विशेष गरेर शिक्षक साथीहरूलाई अलिक यो लेन्दी जस्तो भएको छ कार्यक्रमहरू, अलिक छरितो हुने खालको बिचबिचमा अलिक ल्याङ्गरी जस्तो भइरहेछ, यसलाई अलिक व्यवस्थित गर्नुहोस् न भन्ने कुरा राख्दै र हामीले अब धेरै कुरा भनिराख्नु पर्दैन। हल्दीबारी गाउँपालिकाले शिक्षा क्षेत्रमा गरेका कुराहरू समग्र रूपमा झापा जिल्लाको स्थानीय तहहरूमध्येमा हरेक वर्ष नियमितता कार्यक्रम र बजेट तर्जुमा गर्दै गरेको अवस्थामा सबैभन्दा अत्याधिक रूपमा चाहिँ बजेट विनियोजन गर्ने हल्दीबारी गाउँपालिका हो र सोही अनुसार हामीले निरन्तर रूपमा अगाडि लगि पनि रहेका छौँ। तर यसको साथसाथै यो मात्रै होइन कि उठ्याउनु ठुलो कुरा होइन, हामीले यो गरौँ भन्ने कुरा ठुलो कुरो होइन। अब शिक्षाको हरेक गुणस्तरमा वृद्धि हुनुपर्छ भन्ने कुरा पनि मैले राख्न चाहन्छु र विशेष गरेर यो वार्षिक उत्सव कार्यक्रममा यस्ता खालका समीक्षाहरू पनि हुनुपर्दछ भन्ने कुरा पनि राख्न चाहन्छु र खै कहाँ पो गयो तिनीहरू, पानी पिउने? उक्त पुरस्कार तथा प्रमाणपत्र हस्तान्तरण गरिदिनको लागि आदरणीय व्यक्ति श्री उत्तम कुमार सुवेदीजीलाई हार्दिक अनुरोध गर्न चाहन्छु। कहाँ गयो? त्यही बाहिर निस्किन्छन् र गरौँ भनेको। विद्यालयबाट पुरस्कृत हुने विद्यार्थीहरू म कक्षा 12 मा कहाँ गयो खै अति मेबै यहाँ म्यामहरूले चक्लेट बाँड्दै आउँदै हुनुहुन्छ। यसलाई
पुरस्कृत मिल्ने विद्यार्थीहरूलाई हामी धेरै धेरै धन्यवाद र सफल भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छौँ। सो पुरस्कार यता पुगेन है, यता पुगेन। कार्यक्रमका प्रमुख अतिथिज्यूलाई उहाँप्रति हामी कृतज्ञता व्यक्त गर्न चाहन्छौँ। यता पुगेन म्याम, यता पुगेन। नमस्ते। तिमीहरूलाई अनि बोलाउन माग्दै थियो त हौ, पैसा दिन बोलाउँदै थियो त। यस्तै अत्यन्तै रोचक तथा पैसा लिएको? धेरै पैसा रहेका लिएको? छन्, समय थोरै छ। मैले अघि नै यहाँहरूमा जानकारी गराइसकेको छु। हाम्रो कार्यक्रममा उपस्थित हुने यहाँ देखाऊ, दुईजनाले देखाऊ, दुईजनाले। विशिष्ट उयो, व्यक्तित्वहरूको उयो। कार्यक्रम अन्त पनि रहेको छ। मैले यो कुरा यहाँहरूलाई अघि नै देखिएन हौ अलि। भनिसकेको छु। धन्यवाद छ विद्यार्थी भाइ बहिनीहरूलाई। अब म कार्यक्रमलाई अगाडि बढाउने सन्दर्भमा संक्षिप्त शुभकामना मन्तव्य